धन्यवाद होस्, प्रभुलाई महिमा होस्। हालेलुया, हालेलुया। मलाई थाहा छ कि तपाईँ कतिले प्रार्थना अझै नरोके भए हुन्थ्यो भनेर लागिरहेछ। हामी अहिले एकछिन फेरि प्रार्थना गर्नेछौँ। मलाई भित्रबाट क्या मजा आइरहेछ। मलाई यस्तो भइरहेछ कि पवित्र आत्मा भित्र बास गरिरहेछ अनि एउटा शक्ति फ्लो हुँदैछ। हालेलुया। हेला नगरिकन बस्नुहोस् है। तपाईँ यताउता डिस्टर्ब नगरिकन बाहिरभित्र नगरिकन बस्नुहोस् है। एकछिन तपाईँको समय लिन चाहन्छ। हालेलुया। तपाईँ कति अझै पनि प्रार्थना गर्न सक्नु भएको छैन। तपाईँले मुख चाहिँ खोल्नु कोसिस गर्नुहुँदैछ। डङ भइहाल्छ, सक्दैन। अहिले बोल्नु हो भनेदेखिलाई चाहिँ फेरि बाँच्नु हो भनेदेखिलाई चाहिँ त्यही मुख चाहिँ शैतानले यति छिटो चलाइदिन्छ। कसैसँग बाँच्नु हो भनेदेखिलाई चाहिँ नि त्यही मुख चाहिँ यसरी चलाइदिन्छ। यति बिग्न शैतानले शब्दहरू ल्याइदिन्छ तपाईँलाई अगाडि। यो भन्, त्यो भन्, त्यो भन्। तपाईँले सिकेको पनि हुँदैन, तपाईँले रटेको पनि हुँदैन, तपाईँले लेखेको पनि हुँदैन, काहीँ ज्ञान हुँदैन। तर शैतानले यति थुप्रो दिन्छ तपाईँलाई। कसैसँग बाँच्नु अथवा कसैसँग लड्नु भनेदेखिलाई मुख बजाउनु भनेदेखिलाई बच्छ। कहाँबाट आउँछ आउँछ शैतानले दिएको त्यो। तर मुख खोलेर प्रार्थना गऱ्यो भने चाहिँ बङ्गै भरि जाला जस्तो हुन्छ। के भएको थियो बुझ्नुहोस् न भित्र आत्माको कुरा। शैतानले तपाईँलाई प्रार्थना गर्नु दिएको छैन। हालेलुया। तपाईँलाई परमेश्वरले भने तपाईँलाई चिल चाहिँ माथि माथि उडाउने शक्ति दिनुभएको छ। तपाईँ त माथिको पो त। हामी माथिको। सबैले भन्नु हामी त माथिको। हामी विजयको परमेश्वरको छोराछोरी हो। हामी माथि चिल चाहिँ आकाशमा उड्ने छोराछोरी हो। आमेन। चिल चाहिँ माथिबाट सरर गर्दै उड्ने चिलहरू हो नि त हामी। तर चिलहरू चाहिँ गर्दै प्रार्थना गऱ्यो भने त शैतानले त्यो कति क्याप्चर गरेर राखेको छ क्या। शैतानले चाहिँ विश्वासीको त्यो पङ्ख हुन्छ नि, पङ्ख, त्यो पङ्ख कुखुराको उड्ने पङ्ख, त्यसको चाहिँ पुरा भुत्ला उखालेर चाहिँ ब्याङ्ग छोडिदियो कस्तो हुन्छ। उड्नु सक्दैन क्या त्यो। अनि कति चाहिँ शैतानले त्यसरी उखेलिदिएको छ क्या। अनि हामी माथि उड्न सक्दैनौँ। ट्र्यापमा पार्दैछ शैतानले। चिलमाथि उड्छ नि त। तर मुनि चल्ला खानु आउँदाखेरि यदि त्यो सिकारीले चाहिँ त्यसलाई बाँध्यो भनेदेखिलाई चाहिँ सिकारीको पासोमा त्यो पढ्यो भनेदेखिलाई चाहिँ त्यो उड्न सक्दैन। हुनु त त्यो उड्ने जाति हो। त्यो पनि चिल त्यो पनि माथि आकाशमा उड्ने जाति हो त्यो। तर पनि त्यसको पासोमा पर्यो, सिकारीको पासोमा पर्यो भने त्यो उड्न सक्दैन। किनभने त्यो पासोमा छ। हामीलाई माथि माथि परमेश्वरले उड्ने शक्ति दिनुभएको छ। आमेन। हालेलुया। परमेश्वरले हामीलाई अधिकार दिनुभएको छ। अधिकार, अथोरिटी दिनुभएको छ। सबैजनाले भन्नु अधिकार। प्रभु येशू ख्रीष्ट कल्वरी क्रुसमा टाँगेर चाहिँ उहाँ मृत्युमा पुनरुत्थान भएर चाहिँ शैतानको चाबीलाई चाहिँ खिचेर चाहिँ उहाँले हामीलाई अधिकार दिनुभएको छ। हालेलुया। समस्त अधिकार परमेश्वरले तपाईँ अनि मलाई दिनुभएको छ। आमेन। आमेन। यसैले जाऊ र सारा जगतमा गएर सुसमाचार सुनाऊ। आमेन। हालेलुया। खडा हुन सिक्न पर्छ प्रिय। किनभने परमेश्वर प्रभुले हामीलाई मृत्युबाट पुनरुत्थान भइकन तपाईँ अनि मलाई विजयको चाबी दिनुभएको छ। अथोरिटी दिनुभएको छ। हालेलुया। युज यसलाई दिन प्रतिदिन तपाईँले चलाउन सिक्नुहोस्।
दिन प्रतिदिन तपाईँले यो अधिकारलाई चलाउन सिक्नुहोस्। हालेलुया हालेलुया। शैतानले के भन्छ, तपाईँले उद्धार पाएको व्यक्ति हो र पनि, तपाईँलाई येशूको रगतले किनेको हो र पनि शैतानले के भन्छ, तँ चर्च गएको छैनस्, तँ सङ्गति गएको छैनस्, तँ प्रार्थना गरेको छैनस्, तँ चाहिँ एकदम कमजोर मान्छे हो, तेरो पाप चाहिँ क्षमा हुँदैन भनेर शैतानले यस्तो कमजोर बनाइदिन्छ मान्छेलाई, विश्वासीलाई, विशेष गरेर विश्वासीलाई कमजोर बनाइदिन्छ। तैँले केही जान्दैनस्, तैँले बाइबल पढेको छैनस्, बिहान बेलुका तेरो प्रार्थना छैन, तेरो सङ्गति छैन भनेर शैतानले चाहिँ नि यस्तो कमजोर बनाइदिन्छ त्यो व्यक्तिलाई, एउटा पखेटा भाँचेको जस्तो बनाइदिन्छ विश्वासीलाई। हालेलुया। तर तपाईँको जति नै ठुलो पाप भए तापनि नि येशू ख्रीष्टले तपाईँलाई क्षमा दिन सक्नुहुन्छ। शैतानले चाहिँ तपाईँलाई क्षमा दिँदैन। झन् पापको पाप तपाईँको जीवनमा ल्याक्कै झन् ठुलो पाप थुपारेकै गरिदिन्छ। त्यसले तपाईँको जीवनलाई सफा गर्न सक्दैन। त्यसले शैतानले तपाईँको जीवनलाई कहिले पनि उद्धार ल्याउन सक्दैन, पापलाई क्षमा दिन सक्दैन। क्षमा दिनुहुने येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। आमेन। हालेलुया। तपाईँको जति ठुलो पाप किन नहोस्, येशू ख्रीष्टले तपाईँलाई शुद्ध र पवित्र गर्न सक्नुहुन्छ। हिउँ चाहिँ सेतो बनाइदिन सक्नुहुन्छ। तपाईँको सुकेको, तपाईँको कहिले गरेको पाप तपाईँले भुल्नु भयो होला, तर येशूले भुल्नु भएको छैन। त्यस्तो गहिरो पापलाई पनि येशू ख्रीष्टले शुद्ध पार्न सक्नुहुन्छ। आमेन। कति डरलाग्दो, अब हामीले कति त बिर्स्यौँ पनि होला नि कतिवटा पाप छ। त्यही लगाएको लुगा, जुन पाप हामीले गऱ्यौँ त्यो लुगा हामी लगाएर चर्च पनि आउँछौँ होला, सायद प्रार्थना पनि गर्छौँ होला भुलेर क्या। त्यही लुगा लगाएर चाहिँ हामीले पाप पनि गऱ्यौँ क्या। डरलाग्दो घिनलाग्दो पाप, परिवारलाई धोका दिएको पाप। त्यस्तो पापलाई पनि हामीले, त्यस्तो पाप गर्दाखेरि लगाएको लुगा पनि हामी कतिचोटि लगाएर प्रार्थना गर्छौँ होला। प्रभुले त्यस्तो कुरा याद गर्नुहुन्न। तर यदि तपाईँले हृदयबाट प्रभुलाई पुकारेर, यदि तपाईँले हृदयबाट पश्चाताप गरेर तपाईँ प्रभुमा फर्किनुहुन्छ भने तपाईँको पाप येशू मसीहले नयाँ पारिदिनुहुन्छ, क्षमा गरिदिनुहुन्छ, शुद्ध गरिदिनुहुन्छ, पवित्र गरिदिनुहुन्छ। अब येशू ख्रीष्टसँग टाँगिराखेको त्यो दुईजना चोर, एउटाले चाहिँ प्रभुको विरुद्ध गर्छ, तर अर्कोले चाहिँ यसरी प्रभुप्रति क्षमा माग्छ। प्रभु तपाईँ स्वर्गमा हुँदा मलाई पनि सम्झनुहोस्। प्रभुले भन्नु भएन तेरो पाप कति छ तैँले याद गरेको छस्, तेरो कति घर तैँले फोडेको छस् याद छ तँलाई, तैँले यति ठुलो पाप गरेको छस्, घरमा झगडा ल्याएको छस्, तैँले रुवाबासी ल्याएको छस्, घर फोडेको छस्, चोरेको छस्, व्यभिचार गरेको छस्, तँलाई कहाँ क्षमा भनेर प्रभुले भन्नुभयो। तर प्रभुले के भन्नुहुन्छ, यसरी भन्नुहुन्छ, तँ आज नै पितासँग मसँग पिता कहाँ हुनेछस्। आमेन आमेन हालेलुया। थ्याङ्क यू जिजस। प्रभुले तपाईँलाई अधिकार दिनुभएको छ। आमेन। प्रभुले तपाईँलाई अधिकार दिनुभएको छ। युज इट। जहिले बिहानी बेलुकी प्रभुले दिनुभएको अधिकारलाई प्रयोग गर्नुहोस्। आमेन। नडराउनुहोस्। शैतानले तपाईँको जीवनमा डर ल्याउँछ, तर नडराउनुहोस्, किनभने विजयको परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। आमेन आमेन। बाइबल भजन सङ्ग्रह 91:13 के भन्छ, तिमीले सिंह र अजिङ्गरलाई पुल्छने छौ। नपल्टाउनुहोस्, अहिले लेख्नुहोस्, ध्यान दिनुहोस्, किनभने ध्यान चाहिँ कसले बिगार्छ, तपाईँको शैतानले एकैछिनमा तपाईँको ध्यानलाई लगिहाल्छ। यति छिटो लान्छ कि त्यो चिलले चल्ला लगेको त ढिलो हो, त्यसको लागि चिलले चल्ला लगेको त ढिलो हो, तर तपाईँको ध्यान चाहिँ शैतानले यति छिटो लान्छ कि तपाईँको आँखाको मिलिकमा शैतानले तपाईँको ध्यानलाई उडाएर नि अहिले कहाँ बजारमा पुऱ्याइदिन्छ। हालेलुया। त्यही कारण लेख्नुहोस् अनि ध्यानलाई चाहिँ कतै नलगिकन वचनमा फोकस गर्नुहोस्, वचनमा फोकस गर्नुहोस्। आमेन। पवित्र आत्माले कतिखेर के बोल्नुहुन्छ मबाट थाहै हुँदैन, त्यो चाहिँ अनि तपाईँको जीवनबाट मिक्स
मिस भयो भनेदेखिलाई चाहिँ ठुलो मिस हुन्छ, ठुलो कुरा मिस हुन्छ। कुल्चने छौ, कुल्चने छौ, खुट्टामा अलिक पछाड्नुहोस् त अलिक, कुल्चने छौ। हजुर गर्नुहोस् त खुट्टा कस्तो माया गर्दै कुल्चिनु भएको। शैतानलाई त्यसरी माया गरेर राख्नु भयो भने चाहिँ नि तपाईँलाई त्यसले नि माया गर्दैन, त्यसले तपाईँलाई खाइदिन्छ, तपाईँको जीवन खाइदिन्छ, तपाईँको शान्ति खाइदिन्छ, तपाईँको चङ्गाई खाइदिन्छ, तपाईँको प्रशस्त खाइदिन्छ त्यसले। त्यही कारणले त्यसलाई माया गर्दैन, त्यसलाई येशूको नाउँमा त्यसलाई चाहिँ पैताला मुनि दबाउनुपर्छ। शैतान कहाँ छ? आमेन। जोरदार ताली बजाएर प्रभुलाई महिमा दिउँ। आमेन। शैतान कहाँ छ? शैतान खुट्टा मुनि छ, खुट्टा मुनि। सबैले सुन्नुहोस् है, शैतान तपाईँको शिरमा छैन, शैतान तपाईँको घरमा छैन, शैतान तपाईँको विजयमा छैन, शैतान चाहिँ खुट्टा मुनि छ। शैतान खुट्टा मुनि। आमेन। शैतान खुट्टा मुनि छ, तपाईँको खुट्टा मुनि। सधैँ याद गर्नुहोस्, शैतानले गर्दा नभन्नुहोस्, किनभने शैतान चाहिँ तपाईँको खुट्टा मुनि छ। बाइबलले अधिकार दिइसकेको छ, शैतान चाहिँ खुट्टा मुनि छ। जवान सिंह र अजिङ्गरहरू चाहिँ तिमीहरूको पैताला मुनि छ। आमेन। के लेखेछ? तिमीले सिंह र अजिङ्गरलाई कुल्चने छौ। कसले कुल्चने छ? प्रभु येशू ख्रीष्ट आएर कुल्चिदिनुहुन्न, तर कुल्चिनु चाहिँ कसले पर्यो? हामीले कुल्चिनु पर्यो, किनभने शैतान चाहिँ ख्रीष्टले अगाडि नै कुल्चिसक्नु भएको छ अनि हाम्रो पाउदान मुनि ल्याइसक्नु भएको छ। आमेन। खुट्टा मुनि त फुटबल पनि हुन्छ नि, फुटबल देख्नु भएको सबैले? खुट्टा मुनि हुन्छ, खेल्छ खुट्टा, तर त्यसलाई उठाएर यहाँबाट फेरि यहाँबाट फेरि टाउकोमा ल्यायो भनेदेखिलाई चाहिँ त्यो चाहिँ हट्छ फेरि। त्यसले के गर्छ? त्यसले राम्रो गर्दैन। त्यही कारणले गर्दा शैतानलाई चाहिँ खुट्टामै राखेको राम्रो, त्यसलाई नि शिरमा ल्याउनु हुँदैन। आमेन। शैतानलाई चाहिँ खुट्टामै राखेको राम्रो। भन्नुहोस् न सबैले, शैतान चाहिँ मेरो खुट्टा मुनि छ। आमेन। जोसमा भन्नु, सर महोदय क्या, शैतान मेरो खुट्टा मुनि छ गर्दै गर्नु भएको छ नि। शैतानले चाहिँ शैतानसँग कहिले जोक्स नगर्नुहोस् है, शैतानसँग कहिले रेला नगर्नुहोस्। शैतान चाहिँ कहिले रेला गर्दैन नि, शैतान जहिले चङ्खो हुन्छ, शैतान जहिले चङ्खो हुन्छ तपाईँ र मलाई लडाउनुको लागि। त्यही कारणले शैतानलाई जब हामीले मौका दिन्छौँ नि, मौका भन्नुहोस् सबैले, मौका दिन्छौँ नि, त्यसले नि खुट्टाबाट त्यो खुट्टाको यस्तोबाट नि त्यो पिछी निस्किआउँछ र तपाईँको टाउकोमा टेकिसकेछ। त्यसले टाउकोमा टेकिसकेपछि नि एकपल्ट टेकेपछि त्यसले चाहिँ नि विश्वासीलाई हत्तपत्त उठ्न दिँदैन है, हत्तपत्त उठ्न दिँदैन। त्यसले रेला गरेर त्यसलाई टाउकोमा राख्नु हुँदैन। त्यसलाई मौकै दिनु हुँदैन। म भन्नुहोस् न, शैतानलाई मौका दिदिन। मेरो जीवनमा ख्रीष्टले अधिकार गरिसकेको छ। शैतानलाई चाहिँ म कदापि मौका दिँदिन। आमेन। यो मेरो खुट्टा मुनि छ। आमेन। हालेलुया। ताली बजाएर प्रभुलाई हुनु त प्रभुले तपाईँको पापलाई हेर्नुहुन्न, कति ठुलो पाप गर्नुभयो त्यो हेर्नुहुन्न, जसरी क्रुसमा टाँगिरहेको चोरको हेर्नु भएन, तर शैतानले चाहिँ मौका लिन्छ। तपाईँले पाप गर्दाखेरि शैतानले छिट्टो मौका लिन्छ अनि तपाईँले मौका दिनुभयो भनेदेखिलाई शैतान छिट्टो तपाईँको जीवनमा पस्छ अनि त्यसले बाङबुङ पारिदिन्छ, भक्का भुङ्गै पारिदिन्छ, आत्मिक जीवनलाई त छ्यार पारिदिन्छ त्यसले। हालेलुया।
हालेलुया। हेर्नुहोस् है, मौका चाहिँ कसरी दिन्छ? यहुदी स्कृतिलाई अब अधिकार त दिनुभएको छ नि प्रभुले हामीलाई, होइन? शैतानलाई किल्चिने अनि साँपहरूलाई कुल्चिने, अजिङ्गरहरूलाई समात्ने प्रभुले अधिकार दिनुभएको छ। यो त यहुदी स्कृतिलाई पनि दिनुभएको। मत्ती रचित सुसमाचार 10 मा 12 चेलालाई यो अधिकार दिनुभएको प्रभुले। तिमीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछौ, रोगीहरूमाथि हात राखेर रोगीहरू निको हुनेछ, भूत आत्माहरू तिमीहरूले भगाउनेछौ। यो अधिकार प्रभु येशू ख्रीष्टले दिँदै गर्दाखेरि चाहिँ त्यहाँनिर 11 जना चेला मात्र थिएन, 12 जना चेला थियो, जसमा कि 1 जना चाहिँ येशू ख्रीष्टलाई धोका दिने यहुदी स्कृति। अनि उसकोमा पनि त्यो अधिकार चाहिँ थियो। यहुदी स्कृतिकोमा पनि त्यो अधिकार बोकेको थियो। यहुदी स्कृतिले पनि, सुन्नुहोस् है, प्रकाशको कुरा छ, यहुदी स्कृतिले पनि अधिकार चाहिँ बोकेको थियो। तर उसले के गर्यो? शैतानलाई मौका दियो। कसरी मौका दियो? घरिघरि सदुकी फरिसीको गफ सुन्ने, घरिघरि छेउछेउमा सदुकी फरिसी अनि त्यो शास्त्रीहरूले फरिसीहरूले चाहिँ के गर्दैछ भनेर उनीहरूको ग्रुपमा घरिघरि कोही बेला गएर बस्ने यहुदी स्कृति। त्यो चाहिँ कसले हेरिरहेको थियो? त्यहाँको चालकहरूले हेरिरहेको थियो, अलिकति महान बुद्धिमान मान्छेहरूले हेरिरहेको थियो, यानि कि शैतानले हेरिराखेको थियो। तब के भयो? अन्तमा त्यही व्यक्तिलाई ग्र्याब गरेर, त्यही यहुदी स्कृतिलाई ग्र्याब गरेर शैतानले पक्रेर त्यसले मौका दिएको कारणले त्यसको शिरमा टेकेर 30 सिक्कासँग प्रभु येशू ख्रीष्टलाई बेचे। आमेन। त्यही कारणले मौका चाहिँ म दिदिनँ भन्नुहोस् त। शैतानलाई मौका चाहिँ म दिदिनँ। आज विश्वासी सुनेर जानुहोस् है, शैतानलाई ट्याक्कै मौका नदिनुहोस्। तास खेलिरहेको ठाउँमा गएर त्यो फ्याँक्न, त्यो नफ्याँक, त्यो नफ्याँक। मौका भित्र तपाईँको चाहना त छ रहेछ नि त। सँगै बसेर तपाईँले कोही बेला अरूले के भन्छ, अरूले यस्तै मागे तापनि तपाईँले चिया माग्नुहुन्छ, सँगै बसेर खानुहुन्छ नि। नो कम्प्रोमाइज। के भन्नु? नो कम्प्रोमाइज। बाइबलले भन्छ शैतानसँग एउटै टेबलमा बसेर नखाऊ। आमेन, आमेन, आमेन। त्यही कारणले तपाईँले मौका दिनुहुन्छ नि, फोनमा यसो हेरेर मौका दिनुहुन्छ नि। कोही नहुँदा त अलिकति टक्कै अड्किन्छ नि क्या, यताउता हेरेर एकछिन अड्किन्छ नि। शैतानले त्यहाँबाट तपाईँलाई ग्र्याब गरिहाल्छ। प्रभुलाई धोका दिने तपाईँको हृदयभित्र त्यो कुराहरू जागिहाल्छ। यहुदी स्कृतिले त्यही गरे। लास्टमा नि पश्चाताप गर्ने मौका पनि म पाउँदैन त। आमेन। यहुदी स्कृतिले पश्चाताप गर्ने मौकासम्म पाएन। हेर्नु, त्यो दिमाग खोलिएन क्या। शैतानले टाकटुक दरवाजा बन्द गरिदिएको थियो, त्यसलाई मृत्यु मात्र राखिदिएको थियो, मृत्युको दैलो मात्र त्यसलाई राखिदिएको थियो। कहीँ जाउँ, कता जाउँ, कसलाई भनौँ? त्यही कारणले अहिले मैले पुकारौँ प्रभुलाई समय हुँदैखेरि। आमेन। जब बन्द हुन्छ नि ढोका, जब जस्तो नुहाको ढोका, नुहाको जाँचको ढोका बन्द भएको थियो, त्यसरी नै जब हाम्रो अनुग्रहको ढोका बन्द हुन्छ नि, त्यति बेला चाहिँ नि पश्चाताप गर्छु भन्दा पनि हुँदैन। त्यति बेला चाहिँ हामीले मौका दिँदिनँ भन्दा हुँदैन, शैतान मेरो खुट्टा मुनि छ भन्दा हुँदैन प्रिय, किनभने शैतान उम्किसकेको हुन्छ। आमेन। त्यसले चारैतिर हाम्रो जीवनलाई बाँधिसकेको हुन्छ। राजा येशूलाई ताली बजाएर महिमा दिनु। आमेन। हालेलुया, हालेलुया। यो म तपाईँलाई बताउन चाहन्छु, मौका नदिनुहोस्, छेउमा गएर नबस्नुहोस्। तपाईँको इच्छा छ कि छैन मान्छेले थाहा नपाए तापनि शैतानलाई थाहा हुन्छ। तपाईँको इच्छा व्यभिचारमा छ कि छैन भने शैतानलाई थाहा हुन्छ, मान्छेलाई थाहा नभए पनि। त्यही कारणले नि तपाईँलाई केटीसँग बोल्नु मन परे तापनि, केटासँग बोल्नु मन परे तापनि नि, कोही राम्री केटा, राम्रै केटा, ह्यान्डसम केटा, बडी भएको केटा अथवा राम्री केटीसँग नि तपाईँ बोल्न चाहँदाखेरि नि, बोल्नु मन पर्दाखेरि पनि तपाईँले इग्नोर गर्नुपर्छ कतिवटा कुरा, रोक्नुपर्छ कतिवटा, तपाईँ पछाडि हट्नुपर्छ कतिवटा कुरामा। आमेन। बोल्नु चाहना गर्दा गर्दै पनि तपाईँ आज 2 शब्द बोल्नुभयो भने भोलि तपाईँलाई त्यसले अझै नजिक ल्याउँछ, अझै नजिक ल्याउँछ। पर्सिको दिनमा तपाईँ हजारौँ शब्द उसँग बोलिसकेको हुन्छ, त्यहाँबाट तपाईँलाई कता कता कस्तो कस्तो फिल हुन्छ। आमेन।
त्यही कारणले मौकै दिनु हुँदैन। हालेलुया, हालेलुया। मौकै दिनु हुँदैन। हालेलुया। आमेन। आमेन। प्रभुले तपाईँले कत्रो पाप गर्नुभयो त्यो हेर्नुहुन्न, तर तपाईँले कति गहिरोमा क्षमा माग्नु हुँदैछ, पश्चाताप गर्नुहुन्छ त्यो हेर्नुहुन्छ। आमेन। 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 फेरि सुन्नुहोस्, अब हेर्नुहोस् है, दाउदले मौका दिए होइन, दाउदले मौका दियो, शैतानले पक्रिहाल्यो क्या। यति ठुलो प्रभुको दास, प्रभुले बोलाउनु भएको, न त प्रभुले बचाउनु हुन्थ्यो नि त। उसले आफै मौका दियो क्या, उसकै सिपाहीको स्वास्नी नहुँदै गरेको देखेर चाहिँ मौका दियो क्या, उसले मौका दियो। फर्स्ट मौका शैतान कहाँ छिर्यो? शैतान फर्स्टमा माथि त्यसले दाउदले मौका दिँदै नै छिर्यो। तल आएर व्यभिचार गर्नमा मौका छिरेको होइन, तर अघि नै माथि टेरेसबाट हेर्दै नै मौका छिरिहाल्यो। आमेन। तपाईँ घरको बेलुकी सबै सुतिरहँदाखेरि मोबाइलमा जुन कुरा हेर्नुहुन्छ नि, त्यसले भोलिको दिनमा नभए पनि पर्सिको दिनमा मौका छोपिहाल्छ। काम बिगार्छ त्यसले। तर हेर्नुहोस् त, यस्तो व्यक्ति पनि छ बाइबलमा जसले चाहिँ मौका पायो, तर पनि त्यो मौकालाई नि परमेश्वरले दिनुभएको अधिकारमा नि च्यापचुत पारेर के गरेर, च्यापचुत पारेर लुगा पनि त्यही छोडेर भागेको छ। येशू पो त्यसको नाम। आमेन। आमेन। हालेलुया। तपाईँलाई अधिकार दिनुभएको, परमेश्वरले दिनुभएको अधिकार छ नि, त्यसले चाहिँ शैतानको नै सिंहको मुखलाई च्यापचुत पार्न सक्छ। आमेन। आमेन। शैतानलाई चाहिँ नि तपाईँको खुट्टा मुनि भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ तपाईँले धुलो पिठो बनाएर त्यसको तस नस गर्न सक्नुहुन्छ। तपाईँकोमा त्यत्रो अधिकार प्रभु दिनुभएको छ। हालेलुया। हालेलुया। चापचुत पारेर त्यसलाई रेला गरी त्यसलाई ठटाएर त्यसलाई खरानी बनाएर त्यसलाई धुलो पिठो बनाउने शक्ति र अधिकार प्रभुले तपाईँ अनि मलाई दिनुभएको छ। आमेन। धुलो र पिठो केले बनाउने? प्रभुले के दिनुभएको छ अधिकार? गन। प्रभुले के दिनुभएको छ? लाठी, ढुङ्गा। प्रभुले तपाईँलाई वचन दिनुभएको छ। आमेन। जुन चाहिँ वचन चाहिँ शैतानले चोरेर लान सक्दैन। सबै टलेर जान्छ। संसारमा भएको कुरा परमेश्वरको वचन टलेर जाँदैन। आमेन। हालेलुया। परमेश्वरले तपाईँलाई गन दिनुभएको छैन, परमेश्वरले तपाईँलाई लाठी दिनुभएको छैन, परमेश्वरले तपाईँलाई वचन दिनुभएको छ। त्यही कारणले वचन चाहिँ हर एक बिहानी हामीले इस्तेमाल गर्नुपर्छ। शैतान हारेको छ। तेरो शिर मेरो खुट्टा मुनि छ, खुट्टा मुनि छ। जब नेगेटिभ नकारात्मक कुराहरू परिवारमा आउँछ नि, त्यो कुराहरूमा शैतानलाई भनिहाल्नुपर्छ, येशूको नाममा म तँलाई कुल्चिन्छु, तेरो शिर मेरो खुट्टा मुनि छ। हालेलुया। तेरो शिर मेरो खुट्टा मुनि छ, म तँलाई कुल्चन्छु, धुलो पिठो पार्छु येशूको नाममा भनेको गर्नुहोस्। तपाईँको श्रीमान अघि बौलिँदै गरेको अहिले त लाखा हुँदैन, जाँदैन बजार, जाउँ न मेरोमा 10,000 छ भन्छ। अघि चाहिँ बौलेको झन्डै कुटेको